डाँडामा गएर घोडामाथि बसेर घोडा अडे कि अनि फल्ना जग्गामा मेरो रोपाइ छ, फल्ना जग्गा यति गतेमा अनि फल्नाकोदेखि बाउसे आउनु, फल्नाकोदेखि हल्लो जुवा ल्याएर गोरु ल्याउनु, फल्नाकोदेखि रोपाएर आउनु भन्यो। घर घरमा जाने चलन थिएन कि डाँडामा गएर करायो। त्यसै गरी कराएपछि अनि बुढा मान्छे आउने अब जिम्माल थियो कि जिम्माल थियो, रकम कलम भोजपुरमा बुझाउने बिजन दर्ता नाल दर्ता थियो। अनि त्यहाँदेखि फल्नाले अब सबै मान्छेले त त्यो कराएको सुनेन नि, एक दुईजनाले त सुने नि। सुनेपछि फल्नाले यस्तो कुरा गरे, फल्ना दिन यो दिन त्यो दिन अनि जानु अरे भनेर समाचार भन्थ्यो, कुरा भयो नि। अनि आउँथ्यो तल जिनेम्पादेशी भन्ने थियो राई जिम्माल, एउटा नेम्बर भन्ने थियो। नेम्बरको 40 जम्मा 40 रुपियाँको जिम्मा, तल देशीको 20 रुपियाँको जिम्मा, मेरो बाउको 20 रुपियाँको जिम्मा, 40-80 रुपियाँ त भयो नि त। गाङमा 80 रुपियाँ पैसा होइन, 5 रुपियाँ पैसा थिएन गाङभरिमा। 5 रुपियाँ पैसा सरकारले त्यति पैसा काटेन। अनि पैसाको दुखो अब 80 रुपियाँ त भयो नि रकम तिर्नु, होइन? अनि भोजपुर बुझाउन लानुपर्ने। गाङमा 5 रुपियाँ पैसा छैन, 80 रुपियाँ खालि उहाँदेखि डोर छुटेर आउँथ्यो, कालो दौरा सुरुवाल लगाउने। अब जिम्मालकोमा आउँथ्यो, जिम्मालहरू भागेर नमस्त। पैसा नभएपछि भाग्नु परेन। अब पैसा हुँदा त बुझाइदिनु। अब तिनीहरूले भोजपुरदेखि आउँदाखेरि, भोजपुर जिल्ला हो हाम्रो, अब भोजपुरदेखि आएपछि त अब तिमी जिम्माल भयो, तिमीलाई पक्रेर उहीँ लाने भयो। पैसा बुझाएन भने उहीँ लाने भयो। अब पैसा छैन, ऊ जेलमा राख्ने भयो नि त। अब पैसा नभएपछि जेलमा राखेन। त्यो जेलमा कति राखेर छोडिदिँदाखेरि फल्ना दिनले तुरुन्तैले भनेर कति राखेपछि छोडिदिन्थ्यो। फेरि उल्टा हो, पैसा भए पो बुझाउनु। फेरि भाका राखिदिन्थ्यो, भाकाको बेला बुझाउनु लान नसक्ने। अनि फेरि पक्राउन आउँथ्यो, भेटे पाए पक्रेर लगिहाल्थ्यो, नभेटे भागेर जित्थ्यो। यी रतन सगाङभरिमा यो मखा खोलाले छिनेको, साप्स खोलाले छिनेको, बेलिया खोलाले छिनेको, मपरौँले छिनेको यो भित्र 5 रुपियाँ पैसा छैन। पैसा चाहिँ कस्तो भन्छ भने, कस्तो किसिमको पैसा भन्छ भने, त्यो पहिले ऐटा चाँदीको रुपियाँ 1 रुपियाँ भन्दा ठुलो पैसा नभएको, नकाटेको सरकारले, होइन? 1 रुपियाँ भन्दा ठुलो पैसा नभएको। त्यो 1 रुपियाँ पैसा भेट्नुलाई ऊ आकाश पक्राउनु पर्ने। त्यो जिम्माले चाहिँ कोदेखि पैसा उठाउनु पर्ने त? 80 रुपियाँ जनतादेखि। यो जमिनको रकम उठाउनु पर्ने, रकम उठाएर बुझाउनु पर्ने। मान्छेसँग पैसा छैन, जनतासँग नै छैन, पैसै छैन। उहाँ पनि त तपाईँको छेपा बाजे पनि जिम्माल नै हो, तर तिनीहरू बाजे चाहिँ दिखलिपाहरूको जिम्मा उसले लिएको। मेरो छेपा बाजे चाहिँ छेपा बाजेले चाहिँ यो दिखलिपाहरूको जिम्मा उसले किन्नु पाउँथ्यो त्यतिखेर, होइन?
गुर्जेम्पा भन्ने यहाँ पर थियो त्यसको जिखलिपाको जिम्मा किनेको जिम्माल नै थियो नि त तिम्रो छेपा बाजे बाजे थियो बाजेले कुरा गर्नुहुन्थ्यो पछि बाजेले पनि उठाउनु भयो अरे बाजेले धेरै त्यो जिम्मा धेरै उठायो धेरै बुझायो तर आमदाम चाहिँ जिम्माल भएपछि आमदाम के थियो भन्दाखेरि जग्गा त्यो जिम्माभित्रको जग्गा सिक्री बिक्री गर्दाखेरि यसै गरेर 5 रुपियाँ दिन्थ्यो 5 रुपियाँ जिम्माललाई दिन्थ्यो किन्नेले उसले टिप दिनुपर्ने जिम्माललाई जिम्मालले टिप दिन्थ्यो सही गरेर कति कतिमा बिक्री भयो सही गरेर 5 रुपियाँ जिम्मालले खानुपर्ने अनि खेताला फ्रीमा पाउँथे एक खेताला जिम्मालको एक खेताला चाहिँ फ्रीमा त आएन भने के गर्थ्यो बाजे कारबाही आएन भने कुट्थ्यो कि आउनै पर्ने नआउँदाखेरि त्यो टिप चाहिँ फेरि अर्कोलाई दिँदाखेरि अर्कैको जग्गा नै हुने ए जग्गा टिप अनुसारको जग्गा आएन भने त्यसको टिप चाहिँ खोसेर अर्कोलाई दिने अर्कोलाई दिँदाखेरि अर्कैको नै हुन्थ्यो जसको टिप जिम्मालले जसले टिप पायो त्यो टिप अनुसारको नापी भएको जग्गा नापी आयो नि त त्यो टिप अनुसारको जग्गा नाप्यो